हेलो गाइस, सन्चै आरामै हुनुहुन्छ होला हजुरहरू पनि। हामी कहाँ जाँदैछौँ भनेपछि हस्पिटल। म हस्पिटल जाँदैछौँ, साथीहरू अगाडि म पछाडि। अनि हामी हिँड्दै हस्पिटल जानु पर्नेछ। हामी चाहिँ हस्पिटल आइपुग्यौँ र साथी चाहिँ भित्र गएको छ र बहिनी र म यता बाहिर कुरा बस्दै गरेछौँ। बहिनीलाई हाई भनेको छ र हामी निस्केपछि हामी जान पर्नेछ एउटा ठाउँमा। देख्नुहुन्छ हजुरहरूले, बहिनीले चाहिँ भिजुअल गराएकी छ। मैले फेरि सर देखाएँ कहाँ आयौँ भनेर हजुरहरूले देखिसक्नुभयो होला। साथीले फेरि म फेरि यति नराम्रो छु भन्छ कि फेरि। अनि म फेरि गुन्डिनी जस्तो है। अनि गर्मी भइरहेको छ यतातिर। अनि लास्टै गर्मी भएको भएर अनि बहिनीले चाहिँ पानी ल्याइदिएर आइपुगे। तिर्खा लागेको थियो नि त, त्यत्रोबाट हिँड्यौँ हामी हस्पिटल गएर यताउता हिँडेर। खासै भिजुअल त गर्न पाएन बिचमा, तर मलाई लास्टै खान मन लाग्थ्यो, चिसो भयो। अनि साथीहरूलाई यसो गरेर त आफ्नै तालमा साथीहरू यता हेर भनेको। अनि साथीहरूले पनि पानी खाँदै थियो, उनीहरूलाई पनि तिर्खा लागेको थियो। मलाई त लास्टै तिर्खा लागेको थियो कि चिसो भएर म आरामले खाएको थिएँ। र हेर्न सक्नुहुन्छ हाम्रो बस्दै कुरा गर्दै बस्दै गएको थियौँ। अनि बहिनीले हाई भन्नुभयो। हामी त आफ्नै तालमा हो कि। अनि हाम्रो काम सुरु हुन थाल्यो। अनि इसारा देखाउन सक्छु हजुरहरूलाई, हेर्न सक्नुहुन्छ। र मैले राम्रोसँग क्यामेरा समाउन जान्दिनँ, सुरु नै हो। अनि मैले मेरो साथीहरूलाई चाहिँ अब कुर्सीमा बसिसक्नु भयो नि त, अब आफ्नो कामहरू गर्न परिहाल्यो है। सबैलाई राम्रै हुन मन लाग्छ खेती भइसकेपछि त। अनि उनीहरूको चाहिँ फेसियलहरू अनि गरिराख्नु पर्ने हुन्छ। अनि मैले फेरि सर देखाइदिएको, म फेरि क्यामराम्यान हो नि त, म फेरि सर। अनि यता फेरि हाम्रो स्टाफ हुनु रहेछ, ग्राहक आउनु भएको रहेछ र मजाले फेसलाई गरिराख्नु भएको छ। म फेरि यता साथीहरूलाई जिस्काइराखेको छु, तर म फेरि सर देखाइदिएको छु। फेसियल गर्दै हुनुहुन्छ, मजाले मिल्नु पर्छ। अनि फेसलाई पनि हल्का अनुभव हुन्छ नि त, आनन्द हुन्छ। म चाहिँ काम भएर हामी घर हिँडेको छौँ र हेर्न सक्नुहुन्छ सर र यहाँ बुटोल यस्तो राम्रो छ नि। पुरानो बसबाट यता पश्चिमबाट आउने बाटो हो र हामी घर हिँडेको छौँ। र भिजुअल कस्तो लाग्यो होला यही अन्त्य गर्न चाहन्छु। हस् त।